फिजिसियन आज म यहाँहरूलाई जुन छ नि गाई बस्तुहरूमा लाग्ने जुन छ नि मुसा यो पेप्लेमन टाइपको चाहिँ भाइरसले गर्दाखेरि हुन्छ जुन शरीरको कुनै पनि भागमा देख्न सक्छ र यो गाईहरूमा जुन छ नि खास गरी भैँसीहरूमा चाहिँ थन र कल्चरमा देखियो भने एकदमै अप्ठ्यारो खालको हुन जान्छ र यो भेटनरी एलोपेथीमा यसको खासै उपचार हुँदैन तर होमियोपेथीमा त्यसको उपचार हुन्छ जसको धेरैजनाले चाहिँ थुजाको प्रयोग गर्नुहुन्छ तर वास्तवमा थुजाले मात्रै चाहिँ ननिको हुने रहेछ जसले गर्दा मेरो आरएनडी एउटा प्रोडक्ट छ जुन एउटा चाहिँ मुखमा खान खुवाउने 5-5 स्प्रे बिहान बेलुका र अर्को जुन छ नि जहाँ मुसा आएछ मुसामा स्प्रे गरिदिने या चाहिँ त्यहाँ लगाइदिने औषधि दुई थरीमा उपलब्ध छ यो आरएनडीको प्रयोग तपाईँहरूले पनि गर्न सक्नुहुन्छ एकपल्ट प्रयोग गरेर हेर्नुहोस् मेरो 27-28 केस चाहिँ राम्रो भएको छ जसले गर्दाखेरि फिल्डमा यस्तो कन्डिसन देख्नुभयो भने यो हाम्रो आरएनडी प्रोडक्ट जुन छ नि प्रयोग गर्नुहोस्।